गाइस अब हामी चाहिँ जान आँटेको। यो चाहिँ हाम्रो खुर्कोटबाट आउने बाटो थियो। यो चाहिँ कालिम्पोङतिर जाने अनि यो चाहिँ सैलुङतिर जाने काठमाडौँ जाने बाटो थियो। अनि यो चाहिँ स्लोमा गरेर देखाएको। बाबु एभाइलेबल भन्न प्लिज, एभाइलेबल मात्र। ओ गाइस अब बिना जान भयो। सबले हेल्लो 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 चरीकोटदेखि जिरी जाने बाटो चाहिँ एकदम पिच राम्रो थियो। सबै भ्यू एकदम राम्रो थियो। गाइस हामी चाहिँ कहाँ आइसक्यौँ भने अब बजार आइपुग्न गाइस हामी चाहिँ अब यो गाइस लुक दिस जुरी ओके। टपबाट हेर्दा झन् राम्रो थियो। मैले बिचको क्लिपहरू चाहिँ त्यस्तो राखेको छैन। यो चाहिँ गेटबाट छिर्दाखेरिको सिन थियो, एकदम राम्रो। वाउ। जिरी जाँदा छुट्टै नै नहुने चाहिँ यहाँ महादेवको मन्दिर रहेछ। मेरो भाइ चाहिँ मेरो दिदीको आँसु कति चिसो भन्दै खेलिरहेको थियो पानीसँग। यो चाहिँ हाम्रो जिरेश्वर महादेवको मन्दिर हो। गाइस हामी चाहिँ मन्दिर आएको छौँ। यहाँ चाहिँ मन्दिर रहेछ होइन, जिरीको यतापट्टि जिरेश्वर महादेव भन्ने। हामी चाहिँ आएको यहाँ पनि आफै आउँदै जाँदै गर्दो रहेछ। अनि चट्टानमा भनेको छ नि त यहाँ चाहिँ वाज ट्राइङ टु सो फ्ल्याग होइन, त्यो ठुलो फ्ल्याग नेपालको रहेछ, त्यो देखाइरहेको थियो। यो चाहिँ मन्दिरबाट फर्किँदाखेरिको हो। यहाँ चाहिँ ठुलो झन्डा रहेछ, नेपालको झन्डा, एकदम राम्रो, कस्तो राम्रो देखेको थियो। अनि हामी खाजासाजा खाएर चाहिँ तल चौरीतिर गयौँ होइन, कस्तो राम्रो भ्यू थियो। वाउ। मेरो भाइ नै ब्लगर नम्बर 1 हो भन्ने सुनाइरहेको थियो। गाइज हो कि खासमा गाइज हो, म गाइज भनेर देखाइरहेको छु। पनि सबजनालाई थक्क परेर सुताएछौँ। दामी छ होइन। अब गुड नाइट गाइज। मजा आइरहेको छ सबजना। बाई गाइज। गाइज नेक्स्ट ब्लग। बाई। Bye bye. Thank you for watching. Bye guys. Bye guys.